सतर्क बस्नु है। अब सतर्क बस्ने समय चाहिँ आएको छ, किनभने चाहिँ हिजो अस्ति भर्खरै चाहिँ 3 पक्ष बीच चाहिँ एकता भइसकेको छ र अबको समय भनेको मेनिपुलेसनको समय है। अब तपाईँहरूको दिमागलाई चाहिँ अब यति चाहिँ मेनिपुलेट गरेर चाहिँ तपाईँहरूको दिमागमा चाहिँ भ्रम फैलाउने काम चाहिँ अब गर्छन् है। कसले गर्छ त? त्यही पुराना पार्टीका नेता र कार्यकर्ताहरू। यो कुराबाट तपाईँ हामीले चाहिँ एकदमै बस्नु पर्ने जरुरी छ। हिजोको दिनमा तिनै व्यक्तिहरू चाहिँ बालेनलाई चाहिँ सपोर्ट गर्दै आइरहेका थिएन, तर अब चाहिँ बालेनलाई समेत अब गाली गलौज गर्ने, कुलमानलाई समेत गाली गलौज गर्ने अनि त्यसको तिनीहरू बिचको चाहिँ नराम्रो सम्बन्धहरूको खाडल चाहिँ बनाउने काम चाहिँ अब यिनीहरू चाहिँ मजाले गर्छन् र तपाईँ हाम्रो दिमागमा भएको अहिले चाहिँ सकारात्मक कुराहरू छ नि, त्यसलाई चाहिँ सब डिलिट गराउँछन्, सब डिलिट गराउँछन् नि। यति राम्रोसँग विश्वासले मुखले विश्वासले कुरा गर्छन् नि, तपाईँको मुखै बन्द हुन्छ कि एकछिनमा। त्यस कारणले तपाईँ हामीले चाहिँ अब चाहिँ अध्ययन गर्नुपर्छ। यदि तपाईँ चाहिँ उम्मेदवार बन्दै हुनुहुन्छ भने तपाईँले अध्ययन नगरिकन राजनीतिमा चाहिँ नजानु होला, चाहे त्यो राजपा होस् अथवा अन्य कुनै पनि पार्टी होस्। खास गरेर चाहिँ मधेस क्षेत्रमा बसेका जति मधेसी साथीहरू हुनुहुन्छ, यदि तपाईँहरू चाहिँ उम्मेदवारी चाहिँ लिँदै हुनुहुन्छ भने तपाईँले चाहिँ यी कुराहरूमा एकदमै ध्यान दिएर चाहिँ अध्ययन गरेर मात्र जानु होला है। तपाईँको यसभन्दा अगाडिको राजनीतिक इतिहास र त्यसको बारेमा र अर्को चाहिँ तपाईँको नेपाल जुन नेपालको चाहिँ आर्थिक समस्या छ अनि उत्पादनमुखी अर्थतन्त्रको जुन चाहिँ समस्या आइरहेको छ अनि त्यसपछि कृषि क्षेत्रमा देखिएका समस्याहरू छन् अनि त्यसपछि व्यक्तिको नैतिक समस्याहरू छन्, नैतिक समस्या है। अनि त्यसपछि चाहिँ सामाजिक समस्याहरू छ, न्यायिक समस्याहरू छ। यी सबै क्षेत्रहरूको बारेमा राम्रोसँग सम्भावना र समस्याहरू र त्यसका समाधानका तरिकाहरू सबै बारेमा चाहिँ मजा तरिकाले चाहिँ अध्ययन अनुसन्धान गरेर मात्र तपाईँले चाहिँ उम्मेदवारी गर्नु होला, नत्र तपाईँ पनि बन्न सक्नुहुन्न है। पेन्डुलम बनेर चाहिँ बस्नु पर्छ पछि। त्यस कारणले अहिले यदि चाहिँ तपाईँले यदि चाहिँ उम्मेदवारी लिँदै हुनुहुन्छ, धेरैजना अहिले चाहिँ रासपा भन्दैछन्, एकदम राम्रो हो, ठिक छ। तपाईँहरूको बुझाइ अनि तपाईँहरूको सोचलाई सलाम गर्छु, तर त्यहाँ चाहिँ उम्मेदवारी लिँदैमा तपाईँ रासपाका ठुलै नेता होइन त्यस्तो व्यवहार चाहिँ नगरिदिनु होला। एकदम शान्त मनले आफ्नो बुद्धि र विवेकको राम्रोसँग सदुपयोग गरेर र विभिन्न क्षेत्रबाट तपाईँले चाहिँ अब चाहिँ अध्ययन गर्न चाहिँ एकदमै आवश्यक छ है। यी कुराहरूमा अध्ययन गरेर मात्र तपाईँले चाहिँ आफ्नो उम्मेदवारी खडा गर्नु होला। र अब मिडियामा गइसकेपछि किन मैले यो कुराहरू किन भनिरहेको छु भने अब यदि तपाईँ चाहिँ उम्मेदवारी लिन गइराख्नु भएको छ भने तपाईँले चाहिँ मिडियासँग मजाले फेस गर्नुपर्ने हुन्छ र त्यो फेस गरिरहँदा तपाईँले हरेक प्रश्नको नयाँ तरिकाले है, जसरी तपाईँले चाहिँ बालेनको कुराबाट प्रेरित हुनुभयो, जसरी कुलमानको काम र उसका नीतिहरूप्रति तपाईँले चाहिँ एकदमै प्रेरित हुनुभयो, रविका कार्यहरूप्रति तपाईँ प्रेरित हुनुभयो, हो त्यही कुराहरू तपाईँले चाहिँ एकदम राम्रोसँग सुझबुझका साथ तपाईँको घर वरिपरिको समुदायको जिल्लाको समस्या र सम्भावना है, अब के कुराहरूमा सम्भावना छ, के कस्ता समस्याहरू छन् मजाले बुझ्नु होला, अध्ययन गर्नु होला अनि मात्र उम्मेदवारी गरेर तपाईँले चाहिँ मिडियासँग मजाले चाहिँ फेस गर्न सक्नुहुन्छ है। नत्र यस्तिकै हाउभाइ बालेन भन्दै रवि भन्दै अनि कुलमान भन्दै तर चाहिँ बोली चाहिँ छैन है। के गर्ने भन्ने कुरा दिमागमा छ तर आएकै छैन। किन आएन? किनभने हिजोसम्म तपाईँ चाहिँ डुलुवा हुनुहुन्थ्यो, राजनीतिप्रति खासै चासो पनि थिएन, सामाजिक कार्यतिर पनि थिएन। र एक्कासी अब तपाईँ आउनुभएको छ, म देश बनाउँछु, म अब देशलाई हाँक्छु भनेर चाहिँ भन्दै हुनुहुन्छ नि, त्यो भन्दा अगाडि तपाईँले मजा तरिकाले पनि चाहिँ अध्ययन गर्नु होला है। यो चाहिँ मधेसी क्षेत्रका चाहिँ सम्पूर्ण युवाहरूले भनिरहेको छु, किनभने
मधेसी जति नेताहरू छन् नि यिनीहरू गल्ती गरेकै त्यही बाटो, यिनीहरू आफ्नो हक हितको लागि मात्र काम गरेको हुन् अहिलेसम्म है। र हाम्रो जिल्लामा चाहिँ केही मधेसी नेताहरू चाहिँ काम गर्न लायक चाहिँ छन् है, कुनै बेला चाहिँ नामै लिगमला ठिक छ, तर चाहिँ तपाईँहरूले एकदम राम्रोसँग चाहिँ ध्यान दिनुपर्छ है। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने तपाईँ मधेसी क्षेत्रको चाहिँ धर्मपुत्र हुनुहुन्छ र तपाईँले चाहिँ मधेसीको जुन हक हितका कुराहरू छन् है र मधेसीहरूलाई गरिने जुन व्यवहार छ र नागरिकताको विषयहरू छन्, यसका साथसाथै कृषि क्षेत्रमा देखिएका समस्याहरू छन् र संवैधानिक प्रक्रियामा मधेसीको संलग्नता विषयमा चाहिँ गहिरो अध्ययन गर्न चाहिँ एकदमै अत्यन्त आवश्यक छ है। किनभने यी कुराहरूको बारेमा तपाईँले जानकारी छैन भने तपाईँले म गर्छु मलाई सपोर्ट गर्नुहोस् भनेर मात्र परिवर्तन हुनेवाला केही छैन है। त्यस कारणले यस्ता संवेदनशील कुराहरूमा चाहिँ तपाईँले एकदमै राम्रोसँग पढ्नु होला, अध्ययन गर्नु होला। अहिले चाहिँ यसका युट्युबमा जानुहुन्छ भने थुप्रै भिडियोहरू तपाईँले चाहिँ पाउन सक्नुहुन्छ। अहिले चाहिँ आइआईको चाहिँ जमाना आइसकेको छ, च्याट जिपिटीमा खोज्नुहोस्, जिमिनीमा खोज्नुहोस्, मजा तरिकाले तपाईँले चाहिँ अध्ययन गर्न सक्नुहुन्छ। त्यस कारणले यस्ता कुराहरूमा चाहिँ अध्ययन गरेर तपाईँहरू चाहिँ अगाडि बढ्नुहोस्। र यसपालि चाहिँ मधेसी जनताहरू लगभग धेरैभन्दा धेरैजना चाहिँ उम्मेदवारी चाहिँ खडा हुन चाहिँ एकदमै आवश्यक छ, उम्मेदवारी लिनुपर्नेछ। किनभने अब परिवर्तन भनेको मधेसी युवाहरूबाट पनि परिवर्तन हुन एकदम हुन्छ। देशको संसदीय व्यवस्थामा भाग लिएर तपाईँ पनि ट्यागको प्रतिनिधि सभाको बैठकमा अनि अन्य बैठकमा ट्यागको चाहिँ अब चाहिँ मधेसको विकासका कुराहरू, देशको विकासका कुराहरू गरेको चाहिँ हेर्न पाइयोस् र मधेसीले चाहिँ देशको विकास कसरी गर्छ भन्ने कुरा चाहिँ एउटा उदाहरणीय पात्रको रूपमा तपाईँले चाहिँ हामी सबैले चाहिँ हेर्न पाइयोस् भन्ने चाहिँ आकाङ्क्षा, इच्छा, वर्षा पनि मधेसी जनतामा जीवित नै छ। त्यस कारणले तपाईँहरूलाई चाहिँ धेरै धेरै शुभकामना छ र यहाँका साथसाथै तपाईँहरू जस्तै अन्य युवाहरू पनि राजनीतिमा आउनु चाहिँ एकदम खासो पनि छ र अब चाहिँ देशको परिवर्तन अवश्य सम्भव छ। तपाईँहरूको योगदान अब पुस्ताले चाहिँ सम्झिरहनेछ र सम्झिरहनेछ।